आई नेभर सिन बिफोर हैन फर्स्ट टाइम देखेको पानी पनि चाहिँदैन योलाई चाहिँ नि पानी पनि चाहिँदैन रहेछ हैन अनि चाहिँदैन गरेका अरे सन्दोलोमा थोगम राख्दो सन्न नख्यो यतिकै राख्यो अब जति सुक्दै जान्छ नि त्यति नै दामी हुन्छ जति यो फुल चाहिँ अब यसको चाहिँ के कुबी रहेछ भने पानी हाल्नु पर्दैन जति राख्यो त्यति सुक्दै जाने त्यति नि जति सुक्यो त्यति राम्रो हुँदै आउने रहेछ नि त अन्त यसमा चाहिँ कतिवटा कलर छ हो यहाँ आनीले हाम्रो लागि हामीले किनेको हो अनि अब कम्याटको या कस्तो दामी यो ब्रस कस्तो छ यो गाइस यस्तो दामी फुल फर्स्ट टाइम देखेको एउटा बुके लानु लागि चाहिँ यहाँ आनीले टिप्दिँदैछ हो अन्त एक्चुअलमा चाहिँ यहाँ चाहिँ किन आएको भन्दाखेरि चाहिँ मलाई चाहिँ जेरेनियम पुरा मनपर्छ नि त फुलभित्रमा चाहिँ अन्त जेरेनियम चाहिँ आनीले पुरा खेती गर्छ अन्त त्यही जेरेनियम हेर्न आएको रहेछ अहिले म तपाईँलाई जेरेनियम पनि देखाउँछु होइन अहिले चाहिँ जेरेनियमहरूको चाहिँ एकदमै अहिले रिपोर्टिङ गर्ने टाइमहरू हुँदैछ हो अन्त ठिकै टाइममा आएछ हामी पनि हो फुल पनि मजाको पायो अब तपाईँलाई देखाउँछु जेरेनियम पनि ल छ नि पानी चाहिँदैन रहेछ हो जति सुक्खामा राख्यो त्यति प्लास्टिक जस्तै हुँदै आउँछ अरे हो कडा हुन्छ अरे अन्त यो चाहिँ जति सक्दो चाहिँ हामीले सुक्खामा राख्नुपर्ने रहेछ मलाई यो चाहियो फुलेको छैन त्यो मेरो कम्ती भयो कि टुटु भएन यो आइन मेरोमा आयो यो अब नानीकाल भयो बेसी भयो यो कलर आको छैन अफ व्हाइट आको छैन मेरोमा खोइ हेरौँ त यो आको छैन एउटा सबसे दामी तिमीले पायो बन्च पनि तिम्रो ज्यादा गएको छ तिम्रो फुल पनि एकदमै दामी हामीले यस्तो दामी दामी फुलहरू लुकाइ राख्दो रहेछ नि त अनि यसको खेती गर्दा हुन्छ नि अल्छी र माटमा सबै भयो पेम हालौँ प्लिज यो मेरो अनि अरे यस्तो यहाँ तपाईँले ए अरे हाल्नु त थप्नु प्लिज अनि दामी यहाँ फेरि दिन्छ भनिहाल्नु अन्त गाइस यो चाहिँ जेरेनियम रहेछ अनिको नयाँ कलेक्सन रहेछ अन्त यो चाहिँ सबै अर्डर भइसकेको रहेछ हो चाइनिज जेरेनियम रहेछ जस्तो फुल छ कस्टमरले त्यसरी लगिहाल्ने भन्दैछ अरे हो अन्त अहिले माथि घरमा छ त्यो पनि देखाउँछु तपाईँलाई अन्त अनिले चाहिँ सिम्बी चाहिँ यसरी पटमा पेम हालौँको रेक्सी र अकार यो चाहिँ सिम्बी चाहिँ यसरी रोप्नुपर्ने चाहिँ तपाईँहरू पनि सिकिराख्नुहोस् हो पटमा चाहिँ यसरी राख्नुहोस् अनि अलिकति एउटा तक्तियो बिनमा काट्नु ए यो चाहिँ छोटोमै फुल यो के भन्छ फल दिने खालको रहेछ नि त सिम्बी यसलाई चाहिँ यस्तो दिनु पर्दैन रहेछ स्ट्यान्ड यसलाई उयो दिनु पर्दैन रहेछ तक्चे चाहिँ अचलै सिम्बी यस्तो दामी सिम्बी चाहिँ यसरी रोप्दोरहेछ हामीले यो चाहिँ पिटुनिया मेरोमा ब्लूमा छ मेरो साथीकोमा चाहिँ येल्लोमा थियो अन्त अनिकोमा चाहिँ यो कलर बस्छ ल कस्तो देखा त तर ज्यादा चाहिँ ज्यादा तर ब्लुम भएको चाहिँ तिम्रोमा बेसी छ नि त अब जाउँ गाइस अब चाहिँ हाम्रो अर्को जग्गामा जाँदैछु हो बिफसँग पुरा मिठो हुन्छ यो चाहिँ बिफ पकहरूसँग दामी हुन्छ मासुसँग यो चाहिँ यसको चाहिँ एउटा गन्ध आउँछ मिठो योले ब्लड सफा गर्छ नि यो म त सक्दैन गाइस जेरेनियम लभर्सहरूको लागि यो हो अनिको पुरा बिक्री छ अस्ति मेलामा पनि रहेको थियो नि अनि माथि पुरा बिक्री भएको थियो अन्त यहाँ चाहिँ सिङ्गल यो डबल रहेछ यो डबल जेरेनियम यो चाहिँ वाइटमा रहेछ पिङ्क सिङ्गलमा रहेछ वाइट दामी यहाँ छ यो चाहिँ म लाने हो मैले किनिरहेछु यो चाहिँ एउटा स्टिक आएछ फुलिरहेछ यो चाहिँ अब सोच्दैछु यो पनि लानु अनि चाहिँ हामीलाई अचार पनि दियो अनि अरे यस्तो छ हो यो चाहिँ अनि चिकन नक्कले थ्याङ्क यू सो मच अन्युलाई यो चाहिँ रुख टमाटरको अचार यति साह्रो मिठो रहेछ होइन अघि मामसँग खाँदा मिठो लागेर चाहिँ अन्युले दिएको गाइस अब चाहिँ जल्दी गर्बे हो यो चाहिँ मेरो भोलि घर लाने भोलि गएर छुट्टी छ नि भोलि रोप्नु पर्यो नि म छुट्टिन्छ ल प्लास्टिक गयो मेरो बोके बोक्दै ल खोइ तिमीले के किन्यो यो स्यालेरी ला हातै अटेन बोक्दैन अलि छुट्टी नै रहेछ नि पिङ्क कलरको लदिन्छु म ल गाइस ऊ यत्रो सामान बोकाएको फेरि यो मैले किनेको माग्दैछ हाँगा माग्दैछ ले खालि सस्तोमा मात्रै खोज्छ ल बाई अनि नन्चु लास अलङ थ्याङ्क यू सो मच नेक्स्ट टाइम फेरि योभन्दा दामी दामी फुल रोप्नुहोस् हामी फेरि लिएर जान्छु हामी चाहिँ ओसारेकै खासै हामीले रोप्नु पर्ने हामी चाहिँ उल्टा उयो गर्दैछ अन्यको
गाइस फुल भएर चाहिँ खुसी अनि यो चाहिँ मलाई कहिले दिनुहुन्छ ल अनि सताइ दिनु चाहिँ यो खुनको जे देखे नमागे अब चाहिँ यो चाहिँ मैले अहिले मागेको होइन त यो त मेरो डिमान्ड हो त